आज सम्पूर्ण महिलाहरूका श्रीमान विदेशमा छन्। श्रीमान भइ पनि विधवा जस्तो जीवन बिताउनु परेको छ महिलाहरूले। मेरा गाउँका मान्छे के भन्छन्, भयो हामीलाई रेल चाहिँदैन, भयो हामीलाई टावर चाहिँदैन, भयो हामीलाई पिच चाहिँदैन, हाम्रो श्रीमान ल्याइदेऊ न घरमा। देश त सके। हेर्दै जानुहोस् तपाईँ कसको को मान्छे छ यो देशमा। आज तपाईँ जुत्ता बनाउनुहुन्छ, जुत्ता लाउने मान्छे छैन। कुखुरा पाल्नुहुन्छ, कुखुरा खाने मान्छे छैन। 1 करोड युवाहरू बाहिर छ। मैले 20 लाख भन्दा मुनिको ऋण चाहिँ बिना गरिदिउँ न यी गरिबहरूको। राज्यको लागि त ठुलो कुरो होइन नि त। हिजो 45 सालको भूकम्पको पनि गरेका थियो राजाहरूको पालामा। गरिदिउँ। त्यो गरिदियो भनेदेखि नि ती दाजुभाइहरू जो साउदी, कतार, दुबईमा छन् ती फर्केर आउँथे क्या 30 लाख जति। हाम्रो देश खाली भइसक्यो। काम गर्ने मान्छे छैन। सब लास उठाउने मान्छे छैन। मलामी हुन छोडे, बिहामा जन्ती हुन छोडे। गाउँ बाँझो हुन थालो। गाउँ घर खाली छ। बुढाबुढी मात्रै छन्। कुरा भन्नु भएन। कसरी बन्छ देश? देश त 50 वर्ष ब्याकमा गयो त। अनि यस्ता सांसद आउँछन्, यस्ता पार्टी आउँछन्। कमाउने पार्टी आए, कमाउने सांसद आए। यिनीहरू मर्दैछन्। मैले भने त यिनीहरूलाई हँसाई मारवाडीले गुलाम पनि बनायो है। यिनीहरूलाई यिनीहरूका स्वास्नी जब दलिनमा झुनिएर मर्छन् नि पासो लगाएर, अनि यिनीहरूका आँखा खुल्छन्। यो हलीहरूका मारवाडीका हली हुन् यिनीहरू। मैले त भन्दै थिएँ फर्केर गु खानु, आफै हग्नु गु खानु भनेर भन्दै थिएँ। गोर्खालीको छोरो एक मुठी रगत हुन्जेलसी हुन्छन्, एक थोपा रगत हुन्जेलसी उनी आफू लड्छ क्या। यिनीहरू पानी मरुवा के कुरा गर्नु यिनीहरू भने त कामै छैन। व्यापारीहरूको आज दुर्गा प्रसादले उठाइदिनु पर्यो आवाज। यिनीहरू बने आवाज हे तेरिका पछि लागेर हिँडेका छन्। अस्ति रेडिसन होटलमा खाँदै थिएँ अरे दारू, तर मेरो टिकटक हेर्दै थिएँ अरे। मेरो कुरा हेर्दै रेडिसनमा रक्सी खाँदै, माल खाँदै, मेरो टिकटक हेर्दै। सायद आज पनि होला। यो दुर्गा प्रसादले के फन्डा ल्याइरहेको छ भनेर। यो त फन्डा होइन, यथार्थ हो।